उसले मलाई बिर्सियो मैले आफ्नो जीवनको सबभन्दा ठुलो विश्वास उनलाई मानेको थिएँ मेरो हाँसो मेरो सपना मेरो भविष्य मेरो मेहनत सबै उसले सुम्पेको थियो र उसले मेरो मन होइन मेरो आवश्यकता नै थाहा खाने चिज होइन है गोरो बनाउनलाई देखाउने चिज यो बुढी यो मुढी त्यबाट ठोकेको ल ठुङ 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 ठुङेको ल जाउँ 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 उसले मलाई धोका दियो उसले मलाई बिर्सियो मैले आफ्नो जीवनको सबभन्दा ठुलो विश्वास उसैले मानेको थिएँ सिङ्गल होइन मेरो आशा मेरो खुसी मेरो सपना मेरो भविष्य ल्याउँ उसले मलाई धोका दियो उसले मलाई बिर्सियो मैले आफ्नो जीवनको सबभन्दा ठुलो विश्वास उसैलाई मानेको थिएँ रोल एक्सन उसले मलाई बिर्सि मैले मेरो जीवन ठुलो आशा लिएको छु यो भइसक्यो त मानेको थिएँ उसैलाई मानेको थिएँ मेरो हाँसो मेरो सपना मेरो भविष्य मेरो मेहनत सबै उसलाई सुम्पेको थियो ल जाउँ ल जानु भयो जानु जाउँ एक्सन आउनु भयो आउनु ल फेरि क्यामेरा ल ओके आमा रेडी रोलिङ एक्सन मेरो मेहनत मेरो हाँसो मेरो सपना सबै सबै उसलाई थालेको थियो तर उसले मेरो मन होइन मेरो आवश्यकता मात्र भएन फेरि ल्याउँ सर मेरो मेरो हाँसो मेरो सपना मेरो भविष्य मेरो मेहनत सबै उसलाई सुम्पेको थियो तर उसले मेरो मन होइन आवश्यकता मात्र ठानेको रहेछ रोलिङ एक्सन मेरो हाँसो मेरो सपना मेरो मेहनत सबै उसलाई ठानेको थियो तर उसले मेरो मन आवश्यकता मात्र ठानेको छ पास पास म कसरी आँसु पुछु भनेछ म कसरी आँसु पुछु भयो मैले त उसलाई आफ्नो भगवान् सम्झेको थिएँ ऊ बिरामी हुँदा रातभर जागेको थिएँ ऊ दुःखी हुँदा आफू रोएर पनि उसलाई हँसाएको थिएँ उसँग भेट्न पैसाको अभाव हुँदा हिँडेरै गएको थिएँ तर आज म रोइरहेको छु ऊ कहाँ छ म कसरी आँसु पुछु बुवा मैले त उसलाई आफ्नो भगवान् सम्झेको थिएँ मैले त उसलाई मेरो सर्वस्व सम्झेँ ऊ बिरामी हुँदा रातभर जागेर बसेँ म ऊ दुःखी हुँदा आफू रोएर उसलाई हँसाएको थिएँ उसँग भेट्न जाँदा पैसाको अभाव हुँदा म हिँडेरै गएको थिएँ तर आज म रोइरहेको छु ऊ कहाँ छ कहाँ छ फाइनल ल जाउँ म कसरी आँसु पुछु बुवा